गुड मर्निङ सबैजना, बिहानको शुभ बिहानीमा नमस्ते है। आज मलाई गाह्रो छ यार साथीहरू, के गर्ने भनेपछि होइन, गाईको बच्चा माथि भाग्यो लगभग यहाँबाट 1 किलोमिटर। यहाँ माथि जङ्गल छ क्या, त्यतातिर हेर्नुहोस् पुरा जङ्गलै जङ्गल छ होइन। यहाँबाट माथि गयो के साला, गयो कसको खेतमा भन्दाखेरि दोस्रो गाईको दोस्रो मान्छेको स्टेट छ त्यो होइन, कफीको स्टेट, त्यहीमा गयो साला। मैले भने यार त्यसलाई लिएर आउनुपर्छ भनेर गएको यार, साला बुढाले 4 झापड लगाइदियो यार, जम्ला काला फर्काइदियो यार, गाह्रो छ हो। मैले भनेको यार मेरो गल्ती होइन यार, बिचलीको त मैले के गर्ने भनेको त मलाई साला। तैँले हेर्नु पर्दैन, माइकको लाल भ्याँड केटा के भनेर गाली गर्छ यार। अब मैले बाच्चा समात्नलाई गएको त साला उल्टै मलाई झापड लगाइदियो यार। यस्तो गाह्रो भएको छ कि जिन्दगी गाह्रो छ यार, समझ्नै सकेको छैन हो साथीहरू, के गर्ने यस्तो छ होइन। यहाँ माथिपट्टिको पुरा देखिरहेछ नि, त्यो जङ्गलको माथितिर हो उता, त्यहाँबाट रोड लिएछ, त्यहाँपछि स्टेट देखिरहेछ, त्यहाँभन्दा पर हो कि। यस्तो गाह्रो भएछ कि साथीहरू, विदेशमा दुःखै दुःख छ। मेरो जाम्ला पनि रातो भइसक्यो, या त ध्यान दिएर हेर्नुहोस्, यो पुरै ब्ल्याक कलर भइसक्यो साथीहरू। गाह्रो त छ, यति गाह्रो छ कि हजुर के गर्ने, समस्यामा छु हजुर, समस्यामा छु भने। बिहान रातै गोठालो बन्नु पनि गाह्रो छ, यति गाह्रो छ कि कुरै नगरौँ साथीहरू, कुरै नगरौँ। यस्तो गरिबको छोरालाई कसले सपोर्ट गर्छ र होइन। त्यही पनि केही छैन, प्रयास गरिरहेको छु। तपाईँको माया छाया के भन्छ मलाई थाहा छैन, जप प्यान केटा के मजा गरेको मलाई थाहा छैन।